यदि तपाईँ काठमाडौँ आउनु भएको छ भने एकपल्ट भक्तपुर दरबार अवश्य घुम्नुहोला। के तपाईँलाई थाहा छ, नेपालमा एउटा यस्तो सहर छ जहाँ हरेक गल्लीले इतिहास बोल्छ र हरेक मन्दिरले सयौं वर्ष पुरानो कथा सुनाउँछ, र त्यो सहर हो भक्तपुर। भक्तपुर दरबार स्क्वायर नेपालको सबैभन्दा महत्त्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा मध्ये एक हो। यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ र यहाँ प्राचीन दरबार, मन्दिर, कलात्मक झ्याल तथा मूर्तिहरू देख्न सकिन्छ। यो क्षेत्र मल्लकालीन कला र वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ। यहाँ आउने पर्यटकहरूलाई नजिकबाट अनुभव गर्न सक्छन्। भक्तपुर दरबार स्क्वायरको अर्को विशेषता भनेको यसको जीवन्त वातावरण हो। यहाँ स्थानीय संस्कृति, परम्परागत चाडपर्व र दैनिक जीवनशैली अझै पनि जीवित रूपमा देख्न पाइन्छ। भक्तपुर दरबार स्क्वायर केवल एउटा पर्यटकीय स्थल होइन, यो नेपालको गौरवशाली इतिहास र सांस्कृतिक सम्पदाको प्रतीक हो। सम्पूर्णमा नमस्कार, मेरो नाम कुशल बुढाथोकी। म चाहिँ अहिले भक्तपुर दरबारको ऐतिहासिक, सांस्कृतिक र परम्परागत शैलीलाई एकदम भिडियो मार्फत हजुरहरूलाई बुझाउने प्रयास गरिरहेको छु। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, लाइक, सब्स्क्राइब अनि माया गरिदिनु होला। यसरी नै सधैँ सपोर्ट गरिदिनु होला। धन्यवाद। यस्तै नयाँ भिडियो हेर्नको लागि मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। सबैलाई